गुड मर्निङ वेलकम ब्याक टु माई च्यानल अगेन इट्स मी सीता ओली श्रेष्ठ डेली ब्लग गर्ने गर्छु। आई होप तपाईँहरू सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै आरामै स्वस्थ मस्त छु। आज चाहिँ बिहानै बाहिरदेखि चाहिँ किन भन्नु होला, म चाहिँ यता घरहरू सफा गर्दैछु। घरको छेउछाउको घाँसहरू चाहिँ नि साथीहरू उखेल्दैछु। अन्त नि गले अन्त नि आज चाहिँ फ्राइडे, नानीलाई चाहिँ स्कुल लगिनँ मैले, किनभने उसलाई चाहिँ अलिक सन्चो थिएन। ऊ चाहिँ 8:30-9 बजीसम्म उठ्नै मानेन। अनि उसलाई चाहिँ उठेर खानासाना खानु फ्रेस हुनु नै 1 घन्टा 1.5 घन्टा लाग्छ। त्यही भएर चाहिँ उसले स्कुल जानु मानेन। अनि त्यस पछाडि चाहिँ म घर सफा गर्दैछु गाइजहरू। आज चाहिँ एकदमै मौसम पनि वातावरण पनि शीतल शीतल छ साथीहरू। मकैहरू देख्न सक्नुहुन्छ कस्तो राम्रो फुल फुलेको। अन्त साथीहरू आज चाहिँ म दिनभरिमा के काम गर्छु थाहा छैन। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई चाहिँ सब्सक्राइब गर्न नबिर्सिनु होला। भिडियो हेरेर लाइक कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला साथीहरू। लेट्स सी यदि गर्नु चाहिँ आज दिनभरिमा म के काम गर्छु है त गाइज। मेरो मात्रै घर हो कि साथीहरू यस्तो, हजुरहरूको पनि हो। जति मिलाउँदा पनि जति जे गर्दा पनि भद्रगोल हुने। म चाहिँ यो यता चाहिँ यो चाहिँ घर होइन, यता पछाडि चाहिँ बार पछाडि चाहिँ यो घाँसहरू उखेल्दैछु क्या। यो दुबोहरू फैलिनु नदिनु पर्यो। अब सर्पहरू आउँछ, एकदमै गर्मी ठाउँ छ नि त हाम्रो त। अनि छेउमा फेरि मकै घारी छ नि त, त्यही भएर चाहिँ मैले मकै पनि यत्तिकै टाढा टाढा चाहिँ छरिदिएको क्या, धेरै नजिक नजिकै पनि सर्पहरू आउँछ भनेर। त्यही भएर चाहिँ यो झारहरू चाहिँ उखेलिदिँदैछु साथीहरू। उता चाहिँ उखेल्दा त्यति थुपारेको छु, यता यति अब यो लाइनभरि छ। अन्त नि यो झारहरू उखेलेर आज चाहिँ नानी स्कुल पनि गएको छैन, उसलाई सन्चो पनि छैन। अनि के कामहरू गर्नु पर्यो। शीतल भएको बेलामा सोच्दैछु। भद्रगोल छ हौ साथीहरू घर पनि। आज लुगा धुनु पर्यो भनेको। यो चाहिँ के अरे, यो चाहिँ के हो, यो मखमली हो त। मखमली नै हो यो फुल। यो चाहिँ अलिक पछि फुल्छ दसैँ तिहारमा चाहिँ। अनि यसरी चाहिँ उखाल्नु पर्छ क्या, काट्यो भने झन् छिटो पलाउँछ। यसो उखाल्यो भने त अलिक ढिलो पलाउँछ नि त। त्यही भएर म चाहिँ घाँसहरू उखेल्दैछु साथीहरू। यस्तो झारहरू उखाल्नु पनि साह्रै अप्ठ्यारो हुन्छ क्या साथीहरू। यो दुईवटा चाहिँ फुलहरू, यिनीहरू चाहिँ जोगाउनु पर्ने हुन्छ। यस्तो यो पनि फुलहरू यहाँनिर पलाउँदैछ के अरे। ढुङ्गाको चेपचेपमा भएको झारहरू खानु साह्रै झ्याउलाउँछ हो। मैले चाहिँ धाराको छेउको घाँसहरू चाहिँ यसरी उखालिदिएँ क्या, काटेन। यता यता चाहिँ बोडीहरू पनि छ होइन। अन्त नि यता उखाले। अब चाहिँ जान्छु फोहोरहरू। के गर्छौ त अब नाना, के गरिला कि यसरी कसले लगाइदिनु भएको यो नाना? अब यता आएर आगोहरू चाहिँ सल्काउँदैछु नि। तिमीले होइन सानो, तिमी बिरामी छेउ थाहा छ र पनि तिमी एक एकवटा प्लास्टिक जाँदा छ उता टिपेर लिएर आएर यहाँ आगोको छेउमा नबस्नु ल, यहाँ लाउनुहोस्। म यो घाँस काट्छु ओके। आगोदेखि टाढा बस्छ त्यो टिपेर हाल ल। मेरो छोरी बिरामी मान्छे आज स्कुल नगयो कि पानी पर्ला जस्तो छ साथीहरू। आजको मौसम चाहिँ यस्तो छ होइन। अनि मेरो अवस्था चाहिँ यस्तो छ। म चाहिँ अब घाँस काट्न आँटेको, यता यो सरलाई घाँस काटिदिनु पऱ्यो। घर वरिपरि चाहिँ एकदमै सरसफाइ गर्नु पऱ्यो साथीहरू होइन। अस्ति भर्खर काटेको त्यहाँ निलकाँडाहरू देख्न सक्नुहुन्छ, कति छिटो पलायो क्या। यता देख्न सक्नुहुन्छ अस्ति भर्खर काटेर थुपारेको घाँसहरू यो। अब चाहिँ यतापट्टिको काटिदिन्छु साथीहरू। नानी आगोदेखि टाढै बस ल, उताको पनि डढाउनु पर्ने छ। त्यो सबै हालिदिउँ यहीँ, पानी चाहिँ नहाल्नु साथीहरू। त्यही हो, मैले चाहिँ नि फोहोरहरू डढाइदिएँ। अनि यताको चाहिँ धारा वरिपरिको घाँसहरू उखाल पारेर चाहिँ नि यो घर पछाडिको बार छेउको चाहिँ घाँस काट्नु जाँदैछु क्या। किनभने अब चाहिँ सर्पहरू निस्किने टाइम भयो, घाँस पनि काट्नु पर्ने हुन्छ। यता चाहिँ छोरो के गर्दैछ अब त्यहाँ चाहिँ तिमी? यता चाहिँ आएको लगाइदिनु साथीहरू। यता पनि छ क्या अलिअलि। हुन त अलिक पछि हिउँदोतिर डढाइदिँदा नि हुन्छ, र पनि अब आफ्नो घरबाट निस्केको फोहोरहरू है किन बाढी पहिरोले के अरे किन खोलातिर हालिदिनु, डढाइदिउँ भनेर नि। त्यो सबै टिपेर लिएर आऊ सानो, सबै टिपेर लिएर आऊ बाबा जाऊ। अनि आज चाहिँ घरहरू पनि सफा गर्नुपर्ने छ। योहरू चाहिँ काटेन भने यो काँसहरू ठुल्ठुलो हुन्छ। भर्खर अलिकति काटेको छु। यताको चाहिँ यिनीहरू पनि सबै फाडिदिनु पर्ने छ क्या। यसरी मलाई चाहिँ पानी परेको बेला काम गर्नु चाहिँ लास्टै डर लाउँछ क्या। अब भोलि पर्सि जुकाको डर लाउँछ। त्यही भएर जुगादेखि चाहिँ एकदमै डर पोख्छु म चाहिँ। आँखामै पर्ला नि धुवा फेरि साथीहरू। त्यही हो, मैले चाहिँ झाडु पुच्छाहरू पनि लाउनु आँटेको अब चाहिँ नि, किनभने उता चाहिँ नि घाँसहरू पनि काटिसकेँ होइन। अनि घाँसहरू काटेर घर सफा गरिसकेँ।
त्यस पछाडि चाहिँ अब मैले चाहिँ घरहरू पनि पुस्नु पर्ने छ अनि ग्यास चुलोहरू पनि भिजाउन हालिदिएको छु। मजाले ग्यास चुलो पनि धुनु पर्यो। आज त एक हप्ता जति यो धरतीमा जति नै काम गरे पनि देख्ने कहिले पनि होइन, जस कहिले दिने पनि होइन, कसैले दिने पनि होइन। केटी गाडिस् र त्यसले काम दिनभरि बसेस् होला नि भन्ने मात्रै हुन् होइन। के भन्छ अरे, र पनि आफू बसेको जसले जेसुकै भने नि आफू बसेको घरहरू, टोयलेट बाथरुमहरू, घर वरिपरिको वातावरणहरू चाहिँ सरसफाइ राख्न मनपर्छ मलाई भ्याएसम्म र सक्दोसम्म चाहिँ। अन्त नि जति नै काम गरे पनि खाना चाहिँ टाइममै खानुपर्ने हुन्छ। खाना खाँदा तर आज चाहिँ मैले बिहान खाजाभन्दा अलि धेरै खानाभन्दा अलि थोरै खाएको थिएँ। अब त्यो मिडियम साइजको खाएको थिएँ। मलाई चाहिँ भोक लाग्यो। अब चाहिँ म जान्छु ग्यास चुलो लगेर जोडेर अब खाजा बनाएर खान्छु साथीहरू। अब त्योभन्दा पछि म के गर्छु थाहा छैन। यो मकैहरू उखेलिदिन्छु कि के गर्छु आई डोन्ट नो साथीहरू। लेट्स सी, हेर्दै गर्नुहोस् होला है त। म चाहिँ अब के खाजा बनाउँछु है त गाइजहरू। स्टे ट्युन गाइज। साथीहरू त्यही हो, मैले चाहिँ ग्यास चुल्हाहरू धोएको थिएँ अनि लिएर आएँ अनि घरको अरू कामहरू सकेर चाहिँ अब चाहिँ साथीहरू म चाहिँ जाँदैछु खाजाको प्रोसेस गर्नको लागि। अन्त नि अब खाजा बनाउनु जाँदैछु। अब खाजा चाहिँ के बनाउँछु थाहा छैन, ग्यास चुलो। अन्त साथीहरू खाजाहरू चाहिँ त्यस्तै हो। मैले चाहिँ अब त्यो रेगुलेटर नै निकालेर लगेको थिएँ नि त सिलिन्डरबाट ग्यास चुलो धुनुलाई चाहिँ। त्यही भएर चाहिँ नि अब मैले चाहिँ ग्यासहरू सेट गरेँ। अब चाहिँ खाजाहरू चाहिँ खासै केही हुँदैन क्या, फेरि एक्लै हुन्छु नि त। उयो मनपर्ने भनेकै त्यही चाउचाउहरू चटपटे त्यस्तै हो। अनि 2टा चाउचाउ रहेछ मसँग चाहिँ। अनि त्यही नै बनाउनु पर्यो। फर्सीको मुन्टा प्याजहरू काटेर हालेँ। मलाई चाहिँ फ्राई भन्दा पनि यसरी नै उमालेको चाहिँ एकदमै मनपर्छ। ढिलो छिटो पनि हुन्छ अनि मिठो पनि हुन्छ। मलाई चाहिँ सुपहरू मनपर्छ साथीहरू। त्यही हो, आजको भिडियोहरू के कस्तो लाग्यो हजुरहरूलाई, जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिनुहोस् होला। म बाँकी भागहरू पनि हेर्दै गर्नुहोस् होला म के गर्छु। अब चाहिँ म खाजा पाक्यो, अब चाहिँ म खाजा खान जाँदैछु साथीहरू। अनि हजुरहरूलाई चाहिँ कस्तो चाउचाउमा पनि जान्त्राङ जुन्द्रुङ पान्द्रुङ बुन्द्रुङ लागेको भन्नु होला। मलाई चाहिँ सागहरू लाएर खानु चाहिँ, मुन्टाहरू लाएर खानु चाहिँ बर मजा लाउँछ। अनि म र नानी चाहिँ खाना खानु बस्यौँ। तातो छु, मलाई चाहिँ हतार भएको थियो भोक लागेर अनि मस्तसँगले खानु जाँदैछौँ आमा छोरा चाहिँ साथीहरू। एकदमै मिठो लाग्छ मलाई चाहिँ यो तरिकाले बनाएको। नानीको बाबालाई चाहिँ खाना खानु हुँदै थियो। हामी चाहिँ समथिङ 1 साढे 1तिर चाहिँ खाजा खाएको।